यो पर देखेको त पहाड पो रहेछ त है त कुन चाहिँ हौ उयो पर त्यो हिमाल देख्दैछ नि सेतो ओइ लएर आकाश जस्तै देख्दैछ नि अरे यो गल्छिडाको होइन त त्यो पनि हिउँ परेर चाहिँ भित्र होला ल मैले त नदेख साँच्चै याद नगरेर मैले लु यता माथि पनि रहेछ नि त उहाँ यहाँ ओ यहाँ हेर त जुम गर्दा हेर न जुम गर्दै यता माथिको देखाइदिनु यो अबै म नि त अन्त आकाश त होला भन्थ्यो त हौ हिउँ रहेछ नि त यहीँ है थेत्तेरिका ओ कस्तो जग्गा हो यो त है म त छक्क पऱ्यो त हौ साँच्चै नै त्यो त त्यही त भनेको पारि ऊ यहाँ जस्तै छ होइन किलर भयो है कस्तो छ त अहिले दामी देख्यो त बाफ्रे जस्तै रहेछ त्यहाँ पनि तर ठ्याङ्गै नचिन्ने है ओ यो त अब अलिकति पाहाड आँखाले देखिरहेको छ नि त त्यो त अन्त आकाश जस्तो है हेर त यहाँ हो सफा सेतो एकदम आकाश जस्तो पुरै सेतो न सेतो यो गल्छिडामै हेर्नुहोस् त गाइस चाहिँ यहाँ तपाईँहरूलाई के यो उतापट्टिको त्यो पाहाड छ जस्तो लाग्छ पुरै माथि कता कता सेतो बादल घुमे जस्तो देख्छ होइन यहाँ हेर्नुहोस् त यो सबै यहाँनिर स्नोफल भएर चाहिँ आइसको मतलब आइसबर्ग यसरी बसेर चाहिँ यो माथि माथि हेर्नु यहाँ है आम्बो यस्तो हुन्छ है गाइस छक्कै पर्यो है मजा आयो है आम्बो